जय मसी सबैजनालाई। म आज तपाईँहरूको बीचमा एउटा छोटो कुराकानी लिएर आएको छु। मनी इज नथिङ इन आवर लाइफ। पैसा भनेको कुरा हाम्रो जीवनमा केही पनि होइन भन्ने व्यक्तिहरूको लागि म यो भिडियो बनाउँदैछु। है हामी सुन्दछौँ, हामीलाई पनि लाग्दछ, कतिपटक हामी आफै पनि भन्ने गर्दछौँ, पैसा चाहिँ केही पनि होइन, पैसै ठुलो कुरा होइन हाम्रो जीवनमा भन्दछौँ नि। त्यो शब्द चाहिँ एउटा सुन्नमा चाहिँ सीमित छ क्या, एकदम असल अनि राम्रो छ क्या। हाम्रो व्यवहारमा, हाम्रो जीवनमा हेर्छौँ भनेदेखि नि मनी इज मस्ट इम्पोर्टेन्ट आवर लाइफ। पक्कै पनि हाम्रो जीवनमा पैसाको महत्त्व छ। यदि हामीमा पैसाको महत्त्व थिएन भनेदेखि हामी किन आफ्नो देश नेपाल छोडेर, आफ्नो फ्यामिली छोडेर हामी मलेसिया आउनु पर्थ्यो। अरू अरू विभिन्न साउदी, कतर, दुबई खाडी मुलुकहरूमा धेरै हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू हुनुहुन्छ। कारण हाम्रो जीवनमा पैसाको आवश्यकता परेको कारणले गर्दा हामी सबैजना प्रवासमा छौँ। त्यही भएर हामी कहिले पनि पैसाको महत्त्व छैन नभनौँ। अनि पैसाको चाहिँ महत्त्व एकदमै छ। जुन व्यक्तिले पैसाको महत्त्व छैन भन्छ नि, त्यो व्यक्तिले आफ्नो परिवारको जिम्मेवारीलाई उठाएको हुँदैन के। त्यो व्यक्ति चाहिँ आफ्नो परिवारको जिम्मेवारबाट भागेको हुन्छ के, है। कस्तो राम्रो नि, मनी इज नथिङ। वाउ, कस्तो राम्रो शब्द सुन्दाखेरि त। अनि सबै कुरा फेरि हामीले पोजिटिभ थिङ्स चाहिँ के छ भनेदेखि सबै कुरा नै पैसा पनि होइन है। पैसा चाहिन्छ, आवश्यक छ, र पनि आफ्नो परिवार त्यागेर सबै थोक त्यागेर हामी पैसाकै पछि लाग्नु पनि गलत हो। हामीले सही तरिकाले बुझौँ, सही तरिकाले सदुपयोग गर्छौँ भनेदेखि हाम्रो जीवनमा पैसाको महत्त्व छ। अनि तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद।